बनाएर मैले बेलेँ र मैले चाहिँ ताईमा लाएर यसरी पकाउँदैछु। बिस्तारो पल्टाइराख्नुपर्छ यसलाई। धेरै तेल लाउनु हुँदैन त्यस्ता तरिकाले। धेरै तेल लाउँदा हुँदैन र सानो ग्यासमा पल्टाइ पकाउनु पर्छ। खाँदैछ परोठाको रेसिपी मैले बनाएको। हजुरहरूलाई कस्तो लाग्छ? हजुरहरूलाई पनि मिठो लाग्छ भने यसरी बनाएर खानुहोस्। म पनि कहिले खानु मन लाग्यो भने हामी पनि नास्ता यसरी नै बनाएर खान्छौँ। मलाई चाहिँ मिठो लाग्छ आलु परोठा। कहिले खाने गरेको छ र हजुरहरूलाई कस्तो लाग्यो मेरो यस रेसिपी? लाइक कमेन्ट सेयर गरिदिनु होला। हजुरहरूलाई पनि म सबैलाई लाइक कमेन्ट सेयर गर्नेछु। र अब यो पाक्यो। सानो ग्यास बनाएर बनाउनुपर्छ। यस्तो मजाले भक्कै फुल्यो परोठा। भक्कै फुलेकै कत्रो भक्क फुल्यो मजाले। आजको नास्ता चाहिँ तयार भयो। नास्ता परोठा तयार भयो। अब परोठाको लागि चाहिँ अचार बनिँदैछ। अचार पनि बनाएँ मैले टमाटर र आलु अचार कडी पत्ता हालेर बनाएको छु। यो पनि निकै स्वादिष्ट मिठो हुन्छ। हजुरहरूले पनि यस्तै मिठो बनाएर खानुहोस्। कति मिठो हेर्दा यस्तो छ, खाँदा त कस्तो मिठो होला है। यो परोठा र चट्ट परोठा र आलु परोठा र चाहिँ यो अचार खाँदा त कति मिठो मिठो धेरै खाउँ लाग्दो भइरहेको है। हजुरहरू पनि यस्तै बनाएर खानुहोस् है। ल मेरो चाहिँ रेसिपी यति हो। है त बाई बाई। नुनहरू सबै ठिक छ? अचार कस्तो भयो?